सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको अधिकार दिने, अन्तर्निर्वाचन क्षेत्रबाट मत हाल्न पाउने व्यवस्था गर्ने र मतपत्रमा नो भोट नोटा राख्ने विषयमा छलफल गरेको छ। यस विषयमा राजनैतिक दल, निर्वाचन आयोग र सुरक्षा निकाय, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधिहरू समेत सहभागी भएर गरेका थिए। छलफलपछि सबै पक्षले यी विषय तत्काल लागू गर्न प्राविधिक र व्यवहारिक समस्या रहेको निष्कर्ष निकालेका छन्। 24 मङ्सिरमा सरकार र जेनजी आन्दोलन बीच भएको सम्झौतामा यी मागहरू समावेश गरिएको थियो। सम्झौता अनुसार विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार दिने, प्रत्यक्ष र समानुपातिक दुवैतर्फ अन्तर्निर्वाचन क्षेत्रको मतदानको व्यवस्था गर्ने र मतपत्रमा नोटाको विकल्प राख्ने भनिएको थियो। यी मागहरू पूरा गर्न सरकारले कानुन संशोधन गर्ने तयारी गर्दै आएको छ। सरकारले अध्यादेश मार्फत कानुन संशोधन गर्ने सङ्केत गरेपछि राजनैतिक दलहरूले आशंका व्यक्त गरेका छन्। अब निर्वाचन हुन 2.5 महिना मात्र बाँकी रहेको अवस्थामा नयाँ मतदान प्रणाली लागू गर्न सम्भव नहुने उनीहरूको भनाइ छ। निर्वाचन आयोगले पनि अहिले मतदान विधि र प्रविधिमा परिवर्तन गरिए तोकिएको मिति फागुन 21मा चुनाव गराउन कठिन हुने स्पष्ट पारेको छ। प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्रीको कार्यालयमा सबै सरकारवालाहरूलाई बोलाएर छलफलको आयोजना गरेको थियो। बैठकमा अधिकांश दलहरूको नेताहरूले सरकार गलत दिशातर्फ गइरहेको र यसले निर्वाचन नै प्रभावित हुन सक्ने चेतावनी पनि दिएका छन्। तर शिक्षा मन्त्री महावीर पुन र जेनजीका आन्दोलनका प्रतिनिधिहरूले भने यी मागहरू संशोधन नगरी निर्वाचन गराउने कुरा स्वीकार्य नहुने बताएका छन्। अब उनीहरूले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्। तर यसरी हेर्दा विदेशबाट मतदान, अन्तर्निर्वाचन क्षेत्र मतदान र नो भोट नोटा विषय राजनैतिक रूपमा संवेदनशील बन्दै गएको छ। समयको कमी अनि प्राविधिक जटिलताका कारण यी विषयहरू तत्काल लागू हुने सम्भावना कमजोर नै देखिएको छ।